हेलो अचु अचु हे गाइस आज चाहिँ हामी जाँदैछौँ है गोल्डन पागोडा को जानुहुन्छ सबैजना आउनु होला आज साङ्गेनमा जाँदैछौँ हैन सबैजना आज वाटर फेस्टिभल हरे नि त है अरुणाचलमा अब ठुलो साङ्गेन जाँदैछौँ साथीहरु पेट्रोल कहाँ गएको सिडीबाट पार्नु नि उता बाटो पनि कता कता यता बाटो जस्तो लाग्यो तर उता सिडी रहेछ सिडीबाट पार गर्नुपर्ने रहेछ बाइक त्यही भएर सक्दिनौँ भनेर यता जाँदैछु यता जाँदैछु साथीहरू रस्ता चाहिँ यस्तो रहेछ होइन अरू त के नै भनौँ भित्र रहेछ है तर पनि अब देख्यौँ फाइनली हामी आज चाहिँ फर्स्ट यतानिर आएको यो पेट्रोल पम्पमा पेट्रोल हाल्नुको लागि साथीहरू अहिले चाहिँ हामी पेट्रोल सेट्रोल लगाएर चाहिँ निक्लिसक्यौँ होइन बाइकमा पेट्रोलहरू हालिसक्यौँ साथीहरू तपाईँ हेर्नु सक्नुहुन्छ हामीलाई हामी जाँदैछौँ साथीहरू होइन सबैजना अब साङ्गेनमा भेट्नुपर्छ त्यो पाहाडहरू पनि हेर्नु त कति सुन्दर होइन यो चाहिँ अलग्गै राखेको जस्तै छ है अनि राम्रो लाग्यो अनि यस्तो एउटा दुईवटा फोटो क्लिक गरेँ हो यो ब्रिजमा चाहिँ अर्को ब्रिजमा चाहिँ सुन्दर आउँथ्यो होला त्यहाँ चाहिँ हामीले क्लिक गर्नु पाएन साथीहरू सो तपाईँहरूले हेर्नु होला भरे हेरेर नै इन्जोय गर्नु होला मजा गर्नु होला हाम्रो भिडियोहरू हेरेर हामीले देखाएको भ्यूहरू हेरेर हेर्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ अहिले कहाँ आइपुग्यो कान्छ उयो के भन्थ्यो के पो भन्थ्यो डिपुनाला यो चाहिँ डिपुनाला हो साथीहरू होइन यो जग्गाको नाम चाहिँ डिपुनाला किनभने टाढाबाट पनि हेर्नुहुन्छ नि त होइन मेरो फ्रेन्डहरू यहाँको मात्रै हुनुहुन्न टाढाको पनि हुनुहुन्छ त्यसैले जसलाई थाहा छैन उहाँहरूलाई मैले भनेको यो जग्गाको नाम चाहिँ डिपुनाला अरुणाचल डिपुनाला हजुर हेर्न सक्नुहुन्छ कति सुन्दर भ्यू छ है आजको भ्यू चाहिँ एकदम सुन्दर छ साथीहरू सो अहिले चाहिँ अब साथीहरू चाहिँ फोटो क्लिक गरेर पनि गइसक्यो हामी चाहिँ खालि लास्टमा छोडिदिन्छौँ किनभने म अलिक डेरी छु के अनि डेरी नै भइहाल्छ सो साथीहरू फेरि हेर्दै गर्नु होला फेरि भरे फेरि उहाँको भिडियो पनि म बनाउनेछु ल साथीहरू अभी देख सकते हैं गाइस ये लोग घूमने जा रहे हैं कि ये लोग यहाँ में हकने आया है देखो हक रहे हैं देखो ये दुकान में बैठ के ये लोग भाग रहे हैं अभी मुटु काम रहे बोल रहे हैं ये लोग अभी देख सकते हैं यहाँ में एक भुई में हक रहा है बल्ल बल्ल 80 वर्षमा यो हरामीहरूसँग घुम्नु निस्केको रहेछ साथीहरू यस्तो बर्बाद भइरहेछ होइन पानी आएर चाहिँ यिनीहरू बसेछ त्यति खासै पानी गएको छैन हेर्नु सक्नुहुन्छ तपाईँहरूले यति त पानी आएको छ म भिजेको सिना बेसी हो यिनीहरूको बेसी नाटक हुँदैछ नाटक साथीहरू यिनीहरू भुक्के ज्याकेट अरे मेरो चाहिँ बाफ्रे तपाईँहरूको चाहिँ के सुके ज्याकेट यो रुएर त बेसी पानी आएको त साथीहरू तपाईँ हेर्नु सक्नुहुन्छ फेरि किनभने हामी पुग्नु आँटेको होइन मान्छेहरू पुरा नजारा पड़ेगा देखो एक्सीडेंट हो जाता है ना संगेन भी इतना बड़ा होता है बोल के हमको पता नहीं था क्योंकि हम पहली बार आए हैं ना गाइस हामी चाहिँ फाइनली हेलिकप्टर सबै चेन्ज गरेर हिँडिसक्यौँ होइन तर कस्तो देखेछ त्यो थाहा छैन हामीलाई यता चाहिँ मेरो बहिनीहरू आउँदैछ मेरो गेमहरू होइन हेलो बोलो अभी हम लोग काम में पहुँच गया ठन्डा त बहुत लग रहा है यो चाहिँ बहिनीहरू उताबाट आएको हो अनि यो बहिनीहरू राजगढदेखि आएको उनीहरू पाहुना बहिनीहरू हामी उनीहरूलाई नै लिएर आएको आज चाहिँ टोपी लगाएर पनि आएको रहेछ क्युट क्युट देखिरहेको रहेछ बाल्टिङ लगाएर है यहाँनिर मेरो बहिनीहरू जाँदैछ यो ढक्सी मोटु पातलु कि जोडी यो मोटी हो त्यो पातलु हो कतापट्टि जाने यस्तो राम्रो अहिले चाहिँ हामी पुरा फाइनली एन्ट्री भइसक्यौँ होइन भित्र पसिसक्यौँ हामी चाहिँ Happy Sanken. सिर्जना अछु कतिजना मेरो फोन भित्र त बर्बाद छ नि हेलो अछु Happy Sanken.
भुवा चाहिँ भिजेर खत्तम हुँदै पऱ्यो गाइस म चाहिँ पुरा भिजिसकेँ लु खतरा हिलो हिलो भइसक्यो यहाँ चाहिँ हिँडेर हजुर हस् पुरा वाटर फेस्टिभल त यो हिँड्नु न जानु मेरो बेग बोकिदिनु न मेरो बेगमा सबै सामानहरू सबै भिजायो मलाई त उहाँ बस्छ फोटो मारिदिन्छु म उता हौ साथीहरू मेरो बहिनी चाहिँ पुरा भिजेर लच्चु भएछ होइन अघि भिजाइदिएछ यहाँ बहिनीहरूलाई चाहिँ अलिअलि मात्रै भिजाएको छ यो बहिनी र यहाँ बहिनीलाई चाहिँ बेसी भिजाइदिएछ होइन म पनि त्यति साह्रो चाहिँ भिजेको छुइनँ यो मलाई पनि हेर्न सक्नुहुन्छ म चाहिँ त्यति साह्रो भिजेको छुइनँ यो दुइटा चाहिँ खत्तम भएछ यसलाई त हेरेर कस्तो लाग्दैछ बिचरा माया लाग्दैछ मलाई यो भाइहरू पनि रहेछ यो बहिनीहरू पुरा तर्सिँदैछ हौ यो पानीले भिजाएको देखेर सबैभन्दा बेसी माया लाग्यो मलाई यसको चाहिँ हेर न साथीहरू यसको लागि भए पनि एक लाइक यसको लागि चाहिँ लाइक कमेन्ट गरिदिनु होला कसैलाई नगरे पनि लु गाइस अहिले चाहिँ हामी फाइनली अब निस्किसक्यौँ हामी घुरेर पनि निस्किसक्यौँ अनि यता चाहिँ मेरो बहिनी पनि गयो हेर्न सक्नुहुन्छ यही मेरो बहिनीहरू 4 जना भेटेँ अरू त खोइ कता गयो थाहा छैन पछाडि मेरो बुढा पनि आउँदैछ अनि म अब चाहिँ हामी निस्केको साथीहरू घुरेर कस्तो लाग्यो बहिनी बहिनीलाई कस्तो लाग्यो बहिनी यता हेरेर भन रिएक्सन देऊ कस्तो लाग्यो घुरेर घुरेर कस्तो लाग्यो कस्तो मान्छेहरू भन्ने भनेको यता हामी चाहिँ अहिले जाँदैछौँ अब बाई बाई गाइस आज एकदम दामी लाग्यो मजा लाग्यो यिनीहरू दुईजना चाहिँ पुरा भिजाएर यिनीहरू चाहिँ बेसी जाडो भयो दुईजना चाहिँ लुत्रुकै म चाहिँ त्यति साह्रो भिज्नु पाइँदैन भएर मलाई चाहिँ बेसी जाडो लागेको छैन साथीहरू यिनीहरू चाहिँ भिजेर खत्तम भइसक्यो फुल एन्ड फाइनल अब चाहिँ हामी जाँदैछौँ घर निस्किसक्यो साथीहरू होइन ए मेरो बुढालाई त निकालेको रहेन जाँदौ भन्ने मान्छे पनि आउँछ पछाडि सो गाइस आजको लागि चाहिँ टाटा बाई बाई तपाईँहरूले हेर्नु होला बाई बाई भन्नु